गाइज वेलकम छ सबैजनालाई हरिसौँ युट्युब च्यानलमा। सबैजनालाई गुड मर्निङ। आज चाहिँ मेरो भ्लग चाहिँ यसो ड्राइभिङ सेन्टरतिर गएको बनाइरहेको छु। फाइनल्ली बुद्ध मन्दिर पुग्नेवाला छु म, अनि मलाई ढिलो भइसकेको छ। फाइनल्ली सबैजनाले हेरिदिनु होला, हरिसौँ युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन होला। भइसकेको छ, कुदी कुदी आइरहेको छु यस्तो गाडीमा। फाइनली होइन म यता पुगिसकेको छु। रनिङ गाडी हामी चाहिँ अहिले बुद्ध मन्दिर यस्तो भइरहेको कि थाकेर खतम भइसकेको छ। आएर चाहिँ यहाँ दुख्दो रहेछ यार, कुदेपछि धेरै दिनमा चाहिँ कुदेँ नि त, त्यही भएर यहाँ दुखिरहेको छ। अरू त सबै ठिकै थियो। यहाँबाट सूर्य आएर टल्किरह होला, फेरि यस्तो गरेपछि टल्किन्छ फेस चाहिँ किल्लर होइन। फाइनली चाहिँ म अतरियाको पूर्व रोडमा पुगिसकेको छु होइन। अलिअलि यो यस्तो भएर क्यामेरा यता भएर किन फेस काटिरहेको छु। अतरियाको पूर्व रोडमा पुगिसकेको छु। टक्क बिहान बिहान गाडीहरू चलिसकेको छ। रोड पर सामने टक्क चिल पारामा आफ्नै पारा हो भने जस्तो बिहान बिहान। आज भोलि यति छिटो नै चिसो बढिसक्यो कि, यस्तो चिसो बढिरहेको छ कि अब के भन्ने, घबराएको छ। चिसो पनि राम्रै बढिसकेको छ, गाडीहरू चलिरहेको छ। अहिले त लगभग 7 बजी सक्यो, 7 बजेर कति मिनटसम्म भइसक्यो जस्तो लाग्छ जहाँसम्म। चिसो लागिसक्यो। अरू सबै ठिक छ। यो चाहिँ हाम्रो नेपालगञ्ज टिकापुर हुँदै खै कहाँसम्म जान्छु होला, पूर्वतिरको गाडीहरू भयो होइन। टक्क हामी चाहिँ पूर्व रोडबाट अब ड्राइभिङ सेन्टर पुग्न फेरि 2 किलोमिटर हिँड्नुपर्ने छ। थाकिसक्यो। यहाँ होटलहरू पनि छन् टक्क तलपट्टि। फाइनल्ली अतरिया चोक, यता अतरिया चोक, यता बजारहरू छ सानो सानो। टक्क बुढोवाला भाइ आयो। क्या करना, ऐसा जिंदगी हमारा भी होना चाहिए। क्या करना साला, अच्छा नहीं लग रहा है ना ऐसा बोलने का, जैसा मन होता है। क्या करना। टक्क नेपालको झन्डा फरफराइरहेको छ अतरिया चोकमा मस्तले सरर अलि। यहाँ पुरा बिहान बिहानै उठेर यहाँ त भोजन पनि बजिरहेको छ। टक्क गाडीहरू सबै लागिरहेको छ चिलमा। म फाइनली अतरिया चोकमा चाहिँ पुगिसकेको छु। पूर्व रोडबाट अतरिया चोकतिर पुगिरहेको छु। पुगिसक्यो भनौँ चोकमा टक्क लगाएर। झन्डा कसरी फरफराइरहेको थियो अहिले। उडेपछि के हुन्थ्यो होला सरर यस्तो स्पिड आएर। कन्ट्रोल बाई कन्ट्रोल 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 कन्ट्रोल। धनगढी रोडमा बल्ल सास रोके जस्तो भयो। गाडीको डर लाग्छ कि लास्ट। बिबीहरूको त यस्तो डर लाग्छ अब के भन्ने। बिबीहरूले हानेको त थाहै पनि। मेरो पछाडि चाहिँ पद्म हस्पिटल पुगिसकेको छु। टक्क यहाँदेखि यस्तो गल्ली छ। यो गल्ली चाहिँ एकदम फेमस छ, भाइरल देखिन्छ कि यहाँ टिकटकहरू भाइरलहरू भइराखेका हुन्छन्। लाइटहरू राति दामी छ। धनगढी रोडमा टक्क यस्तो बसहरू उडिरहेको हुन्छन्। सबै दोकानहरू खुलिसके, हामी पनि खुलिसक्यो भनौँ न। अब हिँड्दा चिसो पनि गइसक्यो, गर्मी भइसकेको छ। फाइनल्ली अब अझ फेरि 1 किलोमिटर हिँड्नु बाँकी छ। घ्याउ पनि लागिरहेको छ जहाँसम्म लाग्छ होइन। चिलमा हिँडिरहेको छु यहाँबाट। कसम सेक्सी गाडी छ त यार।
यो गाडी मेरो भइदिए के हुन्थ्यो कि यो गाडी कम सेक्सी छ हेर्नु न आएको छ चिकना चिकना देखिन लाग्छ टक्क मेरो भइदिए नि के हुन्थ्यो कि कहीको के जान्थ्यो कि मेरो भइदिए होइन यहाँ चियाहरू चिया पसलमा टक्क मान्छेहरू चिया चिया खाइरहेको बिहान तरकारी बेच्नेहरू पनि यहाँ हिँडिरहेछन् चिलमा सबै आफ्नो आफ्नो पारामा अहिले त फाइनल्ली गर्मी पनि भइसकेको छ मलाई कुदेर आएर किन थाहा भएन रनिङ हानेर आयो हुनाले होला जहाँसम्म लाग्छ गर्मी भइसकेको छ अहिले चाहिँ अब चिलमा हिँडिरहेको छु लगाउन त फेरि लगाएको यार त्यस्तो यार त्यही पनि गर्मी भइहाल्यो यार कुदेर आएर कि अघि त यस्तो चिसो भइरहेको थियो कि के भन्ने अब टेन्सन भइहाल्यो कि अघिदेखि कुदी कुदी आइरहेको थिएँ के गर्ने अब गर्मी भयो यहाँ मान्छेहरूको यत्रो भिड्किएको रहेछ कि थाहै भएन थाहा भएन नभए पनि ठिकै छ यहाँ तरकारी ठेला उठाएर हिँड्नुपर्छ क्या तरकारी ल्यालो तरकारी भनेर टक्क तरकारी ठेला लगेर हिँडिदिउँ क्या खल्तीमा सुको छैन के गर्ने अब त्यही काम भए पनि गर्थेँ पाएपछि त के गर्ने त्यही काम पनि पत्याइराखेन नि क्या कसैले टेन्सन भएको छ भने त्यो त त्यहाँ आइरहेछ नि बाजेहरू त्यस्तै काम गर्न पाए नि हुन्थ्यो कि मलाई पैसा कमाउनु छ कि जसरी भए पनि होइन त्यही भएर यस्तो काम गर्न पाएँ नि ठिकै थियो टक्क हेर न चिल्याक्स पारामा हिँडिराखन् टक्क यत्रो यत्रो भारीहरू बोकेर चिलमा 6 लाइन हो त्यहाँ फुलहरू यस्तो दामी दामी थियो तर उताबाट सूर्य लागेर भइरहेको कि टल्किरहेको त्यही भएर फाइनल्ली यहाँबाट यस्तो सूर्य लागिरहेको समस्या होइन त्यो हो कि अरू त के होइन यहाँदेखि चाहिँ सब्जी मन्डी स्टार्ट भइसकेको छ यहाँदेखि तरकारी पसलहरू मजाले लागिरहेछ सर यहाँदेखि त्यहाँ तलसम्म छ अनि एकजना मेरो दाइ पनि हुनुहुन्छ ड्राइभिङ सेन्टर चाहिँ यहाँ तल अनि टक्क यहाँ चिया पसलहरू पनि छ यस्तो मान्छेहरू बसिरहेछन् चिलमा अनि यहाँ यो पुरा मन्डी सब्जी मन्डी धनगढी रोडमा छ होइन टक्क यहाँ मन्डी हिँड्नुपर्छ भने बिहान बिहान यस्तो फेरि गाडीमा जाउँ भने नि मजा आउन कि बिहान बिहान अलि हिँडेपछि होइन त हुन्छ कि जिउलाई अनि फाइनल्ली यो सब्जी मन्डीको गेट है टक्क यहाँबाट सानो ट्र्याक्टर यहाँ तरकारीहरू यसरी भइरहेछ बार्गेनिङ भइरहेछ तरकारीहरू गइरहेछ जस रमाइलो छ यहाँ मस्त तरकारी यहाँभित्र ठुलो भयो होइन मन्डी भयो तर यहाँ चाहिँ फुटपाथ भएको यत्रो हेर्नु त पुरा राखेको छ चिलमा सबै बेचिरहेछन् यताउता हेर्दाखेरि मान्छे यस्तो बिहान अहिले त केही छैनन् मान्छे बिहानतिर हुन्छन् क्या टन्नै अहिले त केही छैनन् मान्छेहरू बिहानतिर चाहिँ टन्नै हुन्छन् मान्छेहरू त्यही भएर पनि हो अनि ट्याक्स पारामा होइन अनि के गर्ने यस्तै छ युट्युबबाट नि पैसा माग्नै पऱ्यो नमागेर पनि कुराहरू भएन होइन फाइनल्ली मेरो दाइ हाँसिरहेछ फाइनल्ली म चाहिँ दाइलाई भेट्न गइरहेको छु फाइनल्ली दाजु मेरा दाजु भेट गरेँ आशीर्वाद होइन दाइको ड्राइभिङ सेन्टर सब ल्याउनु पऱ्यो है टक्क त्यहाँ कन्ट्याक्ट नम्बरहरू सब देखिरहेछ गाडी नयाँ गाडी छ पुरा होइन सिग्नललाई जस्तो गेर हाल्यो नि केही फरक पर्दैन गायाङ दुम अनि बब्बाल छ है अहिले त एबिसिडीमै छौँ अनि घुमी त्यहीँ पुग्छौँ कि जहाँबाट नि एबिसिडीमा अब आफ्नो शरीरगन्धहरू चलाउनु सिक्नु पऱ्यो यसको त सिसा टाउनै गते नरहेछ
चलिरहेको हामी चाहिँ अब भित्र छिरिसक्यो धनगढी रोडलाई छोडेर टक्क हामी चाहिँ आफ्नो बाटो लागिसकेका छौँ। यहाँ मान्छेहरू चाहिँ टक्क सरर म चाहिँ सिटमा बसिरहेको छु। लाग्छ त हो क्या गर्ने। गुडको कति मिठो बास्ना आयो भने नयाँ गुड पाके त्यहाँनिर नयाँ गुड पाक्यो क्या। जहिले नै हो यहाँ त। लालपुरमा चाहिँ कहिले काहीँ रहेछ। लालपुरमा कहिले काहीँ हुन्छ यो सिजनमा अबमा पनि हुन्छ तर यहाँ चाहिँ जहिले नि गुड पाक्दो रहेछ। ताजा गुड खाने भए चाहिँ यहाँ आए नि हुन्छ कि। भ्लग बनाउनलाई गोब्रा सोब्रा हो कि टक्क जङ्गलै जङ्गल छ। सानो पुल छ सानो पुल चलि गयो रेल। त्यस्तो छ पुरा पारीहरू। कालो कालो म त कालै भइहाल्यो कि सिसा नलगाए। अब एक त चिसोको टाइम भयो। चिसोको बेला त झन् बिहान खान्छ। आज ड्राइभर कहाँ गएर रहेछन् उनीहरू अर्का बाइक बिगड्यो भनेर बाइक गाडीमा आयो भने अर्को गाडी कति यो गाडी कतिखेर आयो हिजो अनि अर्को गाडी त यहीँ छ त फेरि अलिअलि चलाएको भोलिदेखि त म पनि भित्र सिक्ने हो। 15 दिन भइहाल्यो बाहिर अब हल्का त भित्र नि सिक्नु पऱ्यो त। खालि रोडमै कुदाएर अझ लाइसेन्स नमिल्यो भने त गाह्रो भइगयो। हेड सेट घुमाउनु पऱ्यो। हेड ओह्रालो उकालो याल सबसे हार्ड हुने भने कुन उकालो कि याल दुइटै होइन। ब्यागमा त मजाले रोकी रोकी ल्याउन मिल्यो होइन तर अरू ठाउँमा चाहिँ रोक्न मिलेन। जहाँ रोक्ने हो त्यहाँ मात्रै रोक्ने नत्र सिधै खाल्टोमा। गाह्रो छ गाह्रो छ। क्लज हार्डै हो ब्रेक पनि फेरि हार्डै हो रेस पनि फेरि रेस धेरै नर्मल हो फेरि हुत्त हुत्त हो फेरि। ए यताबाट आयो नि भेटिने रहेछ यताबाट आयो नि भेटिने रहेछ बाटो चाहिँ। ए म त गाउँको गोठालो म त गाउँको गोठालो सहर जान पाइन के खान्छौ कमला चक्लेट मिठाई ल्याएन सन्तला कि अमला भन्ने गीतले पनि खतरा चलाएको थियो एकचोटि। तर अमलाले कहाँ झापामा कहाँ काण्ड भयो कति बट्टा बट्टाले हो कति वर्ष बट्टाले आरोप लगाएन। बट्टाले गरिहाल्यो गर्न त गुर्मी काम चाहिँ गर्यो तर पछि पट्यो गरिदिएको गर्दा त गरिहाल्यो खाली चाहिँ गयो भने हुन्छ त उयो गर्यो हो नगरे होइन पनि लिएकै थियो बट्टाले तर त्यो बट्टाको होइन कि फस्यो लास्टमा बट्टो तोरीबारी सरर तोरीबारी भाग्यमा त्यही हो नि बुढा भाग्यमा त्यो भयो अनि त्यसलाई स्वीकार्यो बट्टाले स्वीकार्नु परेन नि गरे उहिले त झन् मालामाल भइगयो। एउटा केटीलाई हामी 2-3 जना गर्छौँ मान्नु होइन लास्ट उसले जहिले चुज गऱ्यो उसले त स्वीकार्नु पर्यो नि त त्यही हो ए छम 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 काय झाडो करवटला भयो भयो डोगर
उतेलाई दे मेरो त दिदी होला हौ भिडियो राम्रोसँग सम्पन्न होस् धेरै होइन यो भिडियो भाइरल गएर सिधा हरिस माथि पुग्यो म पुग्नु नै तिमी पुग्नु हो कि भगवान गयो हो कि भगवान मन्या सुनाइ छु जानु त भयो नि त मेरो ले निरज आइज